सूर्याय नमः। आज आइतबारको दिन भगवान सूर्यदेवले हामी सबैको रक्षा गरून्, कल्याण गरून्, यही भगवानसँग प्रार्थना गर्दछु। नमस्कार, जय श्री हरि। दर्शकवृन्द, स्वागत छ। म प्रस्तोता ज्योतिषी मनोज अधिकारी यहाँहरु समक्ष आज सदा झैं आजको राशिफल लिएर तपाईहरु सामु उपस्थित भइसकेको छु। दर्शकवृन्द, सर्वप्रथम आजको दिनमा जन्मदिन पर्नुहुने सम्पूर्ण महानुभावहरुमा जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। दर्शकवृन्द, यदि तपाईहरुको जीवनमा ज्योतिषसँग सम्बन्धित रहेर कुनै पनि जिज्ञासाहरु छन्, समस्याहरु छन् भने हामीलाई निर्धक्क भएर कमेन्ट गर्नुस्। हामी तपाईहरुको जिज्ञासाको समाधान गर्ने प्रयास गर्नेछौं र हाम्रो प्रस्तुतिहरु कुन ठाउँबाट कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। हाम्रो प्रस्तुतिहरु मन पर्छ, दैनिक राशिफल, मासिक, वार्षिक राशिफल हेर्न सुन्न रुचाउनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको घण्टीमा दबाउन भने नभुल्नुहोला। दर्शकवृन्द, आजको राशिफलको श्रृंखलामा पहिलो श्रृंखला आजको पञ्चाङ्ग, दोस्रो श्रृंखलामा मेष राशिदेखि मीन राशिसम्मको राशिफलको प्रस्तुति रहनेछ। तपाईहरुले पञ्चाङ्ग श्रवण गरेर मात्र आफ्नो राशिफल सुन्नुहुन्छ भने अधिक मात्रामा लाभ उठाउन सक्नुहुनेछ। दर्शकवृन्द, तपाईहरुको एक लाइकले नै हामीहरुलाई यस्तै कार्यक्रम ल्याउनका लागि हौसला प्रेरणा बन्नेछ। प्रवेश गरौँ आजको पञ्चाङ्गतर्फ। आज मिति विक्रम सम्वत 2082 साल वैशाख 7 गते आइतबार, तदनुसार ईस्वी सन् 2025 अप्रेल 20 तारिक, सिद्धार्थी नाम संवत्सर, श्री सूर्य उत्तरायण वसन्त ऋतु, चान्द्रमान अनुसार वैशाख कृष्ण पक्ष चौलागा, सप्तमी तिथि दिउँसो 2:29 सम्म रहनेछ। पूर्वषाढा नक्षत्र बिहान 7:56 सम्म रहनेछ। सिद्धयोग राति 8:35 सम्म, बवकरण दिउँसो 2:29 सम्म, त्यसपछि बालवकरण रात्रि 2:22 सम्म रहनेछ। आजको ग्रह गोचर आज धनु राशिमा चन्द्रमा दिउँसो 2:05 सम्म, त्यसपछि मकर राशिमा, मेषमा सूर्य, वृषमा बृहस्पति, आनन्दादि योगमा शुभयोग, चन्द्रमा दिशा पूर्व, चन्द्रमा रङ पहेँलो, वार्सुल पश्चिम, योगनी दिशा वायव्य रहनेछ। आज जन्मिने बच्चाहरूको राशि धनु राशि दिउँसो 2:05 सम्म, त्यसपछि मकर राशि हुनेछ। आदरणीय श्रोतावृन्द, हजुरहरूलाई आफ्नो जन्म राशिको बारेमा थाहा छैन भने तपाईहरूले आफ्नो जन्ममिति, जन्म महिना, जन्म वर्ष, जन्मस्थान, जन्म समय कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। तपाईहरूको जन्म राशिको बारेमा हामी जानकारी दिनेछौँ। आजको सूर्योदय काठमाडौँ नेपालको समयअनुसार सूर्योदय बिहान 5:38 हुनेछ। सूर्यास्त साँझ 6:31 हुनेछ। व्रत चाडपर्वहरूमा रवि सप्तमीको दिन रहेको छ। आजको समयको चर्चा गरौँ। राहु काल दिउँसो 4:53 देखि साँझ 6:30 सम्म उत्तर दिशामा हुनेछ। यमघण्ट दिउँसो 12:02 देखि दिउँसो 1:39 सम्म रहनेछ। यो समयमा कतै यात्रा, विशेष नयाँ कामहरूको सुरुवात नगरेको राम्रो हुनेछ। यदि गर्नै परेको अत्यावश्यक खण्डमा थोरै अलैँची खाएर सुरु गर्दा शुभ मानिन्छ। आजको शुभ समयको चर्चा गरौँ। चरबार बेला बिहान 7:11 देखि बिहान 10:25 सम्म रहनेछ। अमृत बार बेला बिहान 10:25 देखि दिउँसो 12:02 सम्म। शुभ बार बेला दिउँसो 1:39 देखि दिउँसो 3:16 सम्म रहनेछ। यात्राका लागि उत्तर पूर्व दिशाको यात्रा शुभ रहनेछ। दर्शकवृन्द, यो समय चक्र काठमाडौँ नेपालको समयअनुसार तयार पारिएको हो। प्रत्येक ठाउँअनुसार सूर्य उदय समय फरक पर्दा विशेष कार्य गर्दा योग्य ज्योतिषीको सरसल्लाह लिएर बन्नु राम्रो हुनेछ। पञ्चाङ्ग एरिज मेष राशि हुने महानुभावहरूका लागि आज कुनै पनि धार्मिक कार्यहरूमा संलग्न भएर बढ्ने अवसर तपाईले प्राप्त गर्न सक्ने दिन रहेको छ। आफूभित्र रहेको बुद्धि विवेकको सही सदुपयोगले कार्य र व्यावसायिक क्षेत्रमा पनि सफलता प्राप्त गर्न सक्ने दिन हो। केही राम्रा नजिकका व्यक्तिहरूसँग आज भेटघाट गर्ने अवसर, भलाकुसारी गर्ने अवसर तपाईले प्राप्त गर्न सक्नुहुनेछ। कुनै धार्मिक यात्रालाई तपाईले पूरा गर्न सक्ने दिन पनि रहेको छ। आज केही फाइदाका स्रोतहरूलाई पहिचान गर्दै बढ्न सक्ने दिन रहेको छ। दिन क्रमशः सुधारोन्मुख देखिएको छ भने आज कुनै सकारात्मक योजनाहरू पनि तपाईले बनाउन सक्ने दिन रहेको छ। आज तपाईको घरायसी काम कार्यको वातावरणमा केही सकारात्मक अनुभव गर्दै बढ्न सक्ने दिन हो। अरूको काम कार्यमा केही समय खटिएर बढ्नुपर्ने दिन देखिएको छ। सेवामूलक कामबाट भने मन खुसी पनि रहन सक्ने दिन देखिएको छ भने आफ्ना विशेष कमी कमजोरीहरूलाई सुधार गर्दै बढ्ने
कोसिस गर्नुहोला। अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गर्दा कर्म क्षेत्रमा सकारात्मक योजनाहरू बन्न सक्नेछन्। घर परिवारका लागि समय दिएर बन्न सक्नेछ। पढाइमा सुधार आउनेछ। शुभ अङ्क 9, शुभ रङ पहेँलो, शुभ दिशा पूर्व। आज तपाईँले ओम लक्ष्मीनारायणाभ्याम नमः यो मन्त्रलाई 19 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। आजको दिन शुभ टरस वृष राशि हुने महानुभावहरूका लागि आफ्नो प्रयासले गर्दाखेरि कुनै पनि भौतिक सुख सुविधाहरू तपाईँले जुटाउन सक्ने दिन रहेको छ। आजको दिन कुनै माङ्गलिक कार्य सम्बन्धी योजनाहरू बन्न सक्ने वा संलग्न भएर बढ्ने अवसर पनि प्राप्त गर्न सक्ने दिन रहेको छ। तपाईँको दिनचर्या केही सहज चाहिँ महसुस गर्न सक्ने दिन रहेको छ भने तर केही पुराना नकारात्मक घटना वा कुराहरूले मनमा थोरै नकारात्मक स्थिति उत्पन्न गराउन सक्ने दिन रहेको छ। मानसिक रूपमा शान्ति मिल्ने क्षेत्रमा तपाईँले समय खर्चिएर बढ्ने कोसिस गर्दा राम्रो हुनेछ। नतिजा सामान्य नै रहन सक्ने दिन रहेको छ भने भोलिका दिनहरूका लागि चाहिँ केही सकारात्मक योजनाहरू तपाईँले बनाउँदै बढ्न सक्ने दिन रहेको छ। तर आज कुनै भिडभाडका कुराहरूमा अगाडि बढ्दै गर्दाखेरि तपाईँले विवादित कुराहरूबाट चाहिँ टाढा रहने कोसिस गर्दा नै तपाईँका लागि राम्रो हुनेछ। अपरिचित व्यक्तिले गर्दाखेरि केही घाटाको स्थिति बेहोर्नु पर्ने अवस्था आउला भन्न सकिन्न। ती कुरामा सजग रहनुहोला। अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गर्दाखेरि धार्मिक कार्यहरूमा आज सामेल हुने अवसर जुट्ने छ भने आजको दिन विद्यार्थी वर्गहरूका लागि पनि साँझको समयपछि केही सुधार, तपाईँको व्यक्तिगत स्वास्थ्यमा पनि सुधार महसुस गर्न सक्नुहुनेछ। शुभ अङ्क 8, शुभ रङ ध्वाँसे, शुभ दिशा उत्तर। आज तपाईँले ओम रुद्रेश्वराय नमः यो मन्त्रलाई 11 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ जैमिनाय मिथुन राशि हुने जति पनि महानुभावहरू हुनुहुन्छ उहाँहरूका लागि भने आज दिनको सुरुवाती समय फलदायी नै देखिएको छ। दिनचर्यालाई तपाईँले सहज र सरल रूपमा व्यतीत गर्न सक्ने छ भने आजको दिन आफ्नो काम कार्यको क्षेत्रमा वातावरणलाई आफ्नै प्रयासले राम्रो बनाउँदै बढ्न सक्ने दिन हो। तपाईँको पारिवारिक र व्यक्तिगत समस्याहरूलाई पनि समाधान गर्दै बढ्न सक्ने दिन रहेको छ भने आज अतिथिको सेवा सत्कारमा जुट्नु पर्ने अवस्था पनि नआउला भन्न सकिन्न। आज कुनै शौखिन चाहनाले गर्दाखेरि आवश्यक भौतिक वस्तुहरू पनि जुटाउन सक्ने दिन रहेको छ। केही नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्न सक्ने, नयाँ साथी मित्रता गाँच्दै अगाडि बढ्न सक्ने दिन पनि रहेको छ भने आज मनको सङ्कालो प्रवृत्तिलाई त्यागेर बढ्नु आवश्यक रहेको छ। आज व्यवसायी वर्गहरूका लागि पनि मुनाफा भने प्राप्त गर्दै बढ्न सक्ने दिन हो। अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गर्दाखेरि तपाईँले खानपिन, आहार विहार र तपाईँले आफ्नो व्यक्तिगत स्वास्थ्यमा भने विशेष ध्यान दिएर बढ्ने कोसिस गर्दा राम्रो। प्रेम र दाम्पत्य सम्बन्धबाट भने साथ सहयोग अनुभूति गर्दै बढ्न सक्ने दिन रहेको छ। विद्यार्थी वर्गहरूका लागि साँझको समयपछि भने त्यति समय राम्रो देखिएको छैन। सजग भएर बढ्ने कोसिस गर्नुहोला। आजका लागि शुभ अङ्क 7, शुभ रङ सुन्तले, शुभ दिशा पश्चिम। ओम कालिका देव्यै नमः यो मन्त्रलाई 23 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। क्यान्सर कर्कट राशि हुने महानुभावहरूका लागि भने अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गरे तापनि तपाईँका लागि समग्र दिन फलदायी देखिएको छ। सामाजिक जिम्मेवारीहरूलाई तपाईँले वहन गर्नुपर्ने अवस्था रहेको छ भने आज धार्मिक कार्यहरूमा संलग्न भएर बढ्दा मन खुसी बनाउन सक्ने दिन पनि रहेको छ। आफैमा जोस जागर पनि बढ्न सक्ने दिन रहेको छ। कुनै प्रतिस्पर्धात्मक होडबाजीमा तपाईँले सफलता प्राप्त गर्न सक्ने दिन रहेको छ। विदेशमा रहेर काम गर्नेहरूले आज आफ्नो काम कार्यको क्षेत्रमा सफलता र लाभांश प्राप्त गर्दै बढ्न सक्ने दिन पनि रहेको छ भने आज गरेको कुनै पनि कामको तपाईँले राम्रो प्रशंसा प्राप्त गर्न सक्ने दिन हो। सामाजिक सम्पर्कहरूलाई अझ सुदृढ बनाउँदै बढ्न सक्ने दिन रहेको छ भने व्यवसाय वर्गहरूका लागि बन्द व्यापार, व्यवसाय आदिको क्षेत्रबाट पनि लाभांश प्राप्त गर्दै बढ्न सक्ने दिन रहेको छ। अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गरेको दिन हो। आज प्रेम र दाम्पत्य सम्बन्धलाई अझ सुमधुर बनाउन सकिने छ भने विद्यार्थी वर्गहरूका लागि पढाइको क्षेत्रमा अभिरुचि बढ्नेछ। तपाईँको स्वास्थ्यले पनि तपाईँलाई साथ दिन सक्ने दिन रहेको छ। साँझको समयपछि व्यावसायिक अझ राम्रा योजनाहरू बन्न सक्नेछन्। शुभ अङ्क 6 अङ्क, शुभ रङ नीलो, शुभ दिशा दक्षिण। तपाईँले ओम महादेवाय नमः यो मन्त्रलाई 11 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ रहोस्।
लियो सिंह राशि राशि हुने महानुभावहरूका लागि भने आज मध्यम उपलब्धिमा मन बुझाउनु पर्ने अवस्था रहेको छ। तर तपाईँको मेहनतले दिनचर्यालाई सरल र सहज बनाउन सक्ने दिन पनि रहेको छ। व्यक्तिगत जीवनमा आइपरेका कुनै पनि नकारात्मक परिस्थितिहरूलाई सामना गर्दै बढ्दाखेरि सफलता पनि प्राप्त गर्दै बढ्न सक्ने दिन रहेको छ। कहिलेकाहीँ गलत सङ्गतले गलत निर्णय गर्न पुगिएला कि ती कुराहरूमा भने ध्यान दिएर बढ्ने कोसिस गर्नुहोला। सङ्गत गर्दा विचार पुर्याएर बढ्नुपर्ने छ। मनमा अस्थिरता पनि महसुस गर्न सक्ने दिन हो। थोरै तपाईँले आफ्नो व्यावसायिक कार्यक्षेत्रमा भने धैर्यताका साथ अगाडि बढ्नुपर्ने समय पनि रहेको छ। प्रतिस्पर्धात्मक क्षेत्रमा अगाडि बढ्नका लागि भने दिन त्यति राम्रो देखिएको छैन भने आज मनको निराशापनलाई हटाउँदै बढ्ने कोसिस गर्नु राम्रो हुनेछ। व्यवसायी वर्गहरूका लागि सफलता प्राप्त गर्दै बढ्न सक्ने दिन रहेको छ। अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गरेको दिन हो। क्रमशः आफैमा हिम्मत आँट पराक्रम पनि बढ्दै जान सक्नेछ भने विद्यार्थी वर्गहरूका लागि साँझको समयपछि पढाइको क्षेत्रमा अभिरुचि बढ्नेछ। प्रेम र दाम्पत्य सम्बन्धलाई केही सुधार गर्दै बढ्न सक्नेछ भने धार्मिक कार्यहरूमा पनि मन जान सक्ने देखिएको छ। आजका लागि शुभ अङ्क 2, शुभ रङ हरियो, शुभ दिशा पूर्व। ओम मातृका देव्यै नमः यो मन्त्रलाई 23 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। आजको दिन शुभ रहोस्। भर्गो कन्या राशि हुने महानुभावहरूका लागि भने आज गोचरीय पक्ष हेर्दै गर्दाखेरि आज घरायसी व्यवहारिक कुराहरूलाई तपाईँले मिलाउँदै बढ्न सक्ने दिन रहेको छ। आज केही शुभ सूचनाहरू तपाईँले प्राप्त गर्न सक्ने दिन रहेको छ। आफ्नो आर्थिक आय आर्जनलाई भने केही सुधार पनि गर्दै बढ्न सक्ने दिन रहेको छ। पारिवारिक उत्सवमा तपाईँ सामेल भएर बढ्ने अवसर पनि जुट्न सक्ने दिन रहेको छ भने आज कुनै पनि कार्यक्षेत्रमा तपाईँले लगनशीलतापनका साथ अगाडि बढ्दाखेरि नतिजा राम्रो नै बन्न सक्ने र व्यक्तिगत जीवनमा आइपरेका समस्याहरूलाई पनि क्रमशः तपाईँले समाधान गर्दै बढ्न सक्नुहुनेछ। तर अपरिचित व्यक्तिलाई भने छिट्टो विश्वास नगर्नुहोला। अपरिचित व्यक्तिलाई विश्वास गर्दा धोका पनि हुन सक्ने दिन रहेको छ भने आज साथीभाइ बीचका असमझदारीपनलाई भने तपाईँले सुधार गर्दै बढ्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा केही सहयोग गर्ने अवसर तपाईँले प्राप्त गर्न सक्ने दिन रहेको छ भने तपाईँको जीवनमा आइपरेका सानातिना बाधा अडचनलाई सुधार गर्दै बढ्न सक्नुहुनेछ। अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गर्दाखेरि आज प्रेम र दाम्पत्य सम्बन्धलाई सुमधुर बनाउँदै बढ्न सक्नुहुनेछ भने विद्यार्थी वर्गहरूका लागि पनि पढाइको क्षेत्रमा थोरै भए पनि अभिरुचि बढ्दै आफू बढ्न सक्ने दिन रहेको छ। शुभ अङ्क 4, शुभ रङ रातो, शुभ दिशा उत्तर। ओम दुर्गाय नमः यो मन्त्रलाई 9 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन लिब्रा तुला राशि हुने महानुभावहरूका लागि भने आजको दिन विशेष अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गरे तापनि तपाईँका लागि दिन फलदायी नै मान्न सकिन्छ। आज दाम प्रतिष्ठा प्राप्त गर्न सक्ने दिन हो। परिश्रमले गर्दाखेरि उपलब्धि हासिल गर्दै बढ्न सक्ने दिन पनि रहेको छ। आज कार्य व्यावसायिक क्षेत्रमा प्रतिफल राम्रो नै प्राप्त गर्न सक्ने दिन हो। शरीरलाई थोरै भए पनि आराम दिएर बढ्न सकिनेछ किनभने आफ्ना जिम्मेवारीहरूलाई तपाईँले समयमै पुरा गर्न सक्नुहुनेछ। आज सामाजिक वा धार्मिक कार्यहरूमा थोरै उत्साहपनका साथ तपाईँ अगाडि बढ्न सक्ने दिन पनि रहेको छ। केही सामाजिक जिम्मेवारीहरूलाई तपाईँले वहन गर्दै बढ्नुपर्ने समय पनि रहेको छ। आफूभन्दा अग्रज व्यक्तित्वहरूबाट सरसल्लाह सुझाव प्राप्त गर्न सक्ने दिन रहेको छ। पारिवारिक रूपमा एकजुट भएर बढ्ने अवसर पनि प्राप्त गर्न सकिने दिन रहेको छ भने आज विदेशमा रहेर काम गर्नेहरूका लागि पनि दिन फलदायी नै देखिएको छ। आज महत्त्वपूर्ण जिम्मेवारीहरूलाई तपाईँले समयमै पुरा गर्दा राम्रो हुनेछ। आफ्ना नीति र योजनाहरूलाई क्रमशः अगाडि बढाउँदाखेरि सफलता प्राप्त गर्न सक्ने दिन हो। आफ्ना बिछोडिएका साथीभाइसँग नजिकपन बढाउन सक्नेछ भने आज साँझको समयपछि पारिवारिक जिम्मेवारीहरूलाई वहन गर्नुपर्ने अवस्था रहेको छ। शुभ अङ्क 3, शुभ रङ हरियो, शुभ दिशा पश्चिम। ओम विनायकाय नमः यो मन्त्रलाई 21 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ रहोस्।
स्कर्पियो वृश्चिक राशि हुने महानुभावहरूका लागि भने आफूभित्र रहेका कमी कमजोरीहरूलाई सुधार गर्दै बढ्ने अवसर जुट्नेछ भने आज कमी कमजोरीमाहरूले आलोचना गर्ने ठाउँ नदिनुहोला। आज बोलीमा थोरै संयमतापन अपनाउनु तपाईँका लागि राम्रो हुनेछ। धेरै कल्पनाशील भएर बढ्नुभन्दा पनि यथार्थ जीवनमा तपाईँले जिम्मेवारीहरूलाई पुरा गर्दै बढ्ने प्रयास गर्दा सफलता प्राप्त गर्न सकिने दिन रहेको छ। गरेको कामको परिणाम तात्कालिक रूपमा त्यति राम्रो नहोला र पनि भोलिका दिनहरूका लागि भने सहयोग पुग्न सक्ने दिन रहेको छ। आफूभित्र आत्मविश्वास जगाएर बढ्नुपर्ने दिन रहेको छ। दिन पूर्ण रूपमा खराब चाहिँ मान्न सकिन्न। आज वाद विवाद जस्ता कुरा, झै झगडा जस्ता कुराहरूमा तपाईँ अगाडि नसर्नुहोला। ती कुराहरूबाट टाढा रहँदा नै तपाईँका लागि राम्रो हुनेछ। सानातिना आर्थिक कारोबारका कुराहरूलाई मिलाउँदै बढ्न सक्ने दिन रहेको छ। व्यावसायिक क्षेत्रबाट लाभ प्राप्त गर्दै बढ्न सक्ने दिन रहेको छ। ठुलो आर्थिक कारोबार गर्दा भने ध्यान दिनुहोला। साँझको समयपछि आज चन्द्रमाले राशि परिवर्तन गर्दै गर्दा क्रमशः आफैमा हिम्मत आँट पराक्रम बढ्नेछ। आफ्ना आफन्त परिवारजनसँग नजिक हुने अवसर जुट्नेछ भने विद्यार्थी वर्गहरूका लागि पनि पढाइको क्षेत्रमा अपुरा जिम्मेवारीहरूलाई पुरा गर्दै बढ्न सक्नुहुनेछ। शुभ अङ्क 2, शुभ रङ सेतो, शुभ दिशा दक्षिण। ओम सिद्धिदात्रै नमः। यो मन्त्रलाई 23 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। सेजिटेरियस धनु राशि महानुभावहरूका लागि भने तपाईँको भाग्यले तपाईँलाई साथ दिन सक्ने समय रहेको छ। नाम दाम प्रतिष्ठा प्राप्त गर्न सक्ने दिन हो। उपलब्धिका स्रोतहरूलाई पहिल्याउँदै बढ्न सक्ने दिन रहेको छ भने आफैमा आत्मनिर्भरका साथ तपाईँ कार्य व्यावसायिक क्षेत्रमा जुट्न सक्ने दिन रहेको छ। आफ्ना महत्त्वपूर्ण जिम्मेवारीहरूलाई तपाईँले समयमै पुरा गर्दै बढ्न सक्ने दिन पनि रहेको छ। थोरै आफूभित्र रहेको रिस आवेग र अहम्भावलाई त्यागेर बढ्ने पर्ने दिन रहेको छ भने आजको दिन आफूभित्र रहेका कमी कमजोरीहरूलाई सुधार गर्दै बढ्दा राम्रो हुनेछ। आफ्नो लक्ष्य, आफ्नो गन्तव्यतिर अग्रसर भएर बढ्न सक्ने दिन रहेको छ भने आजको दिन व्यापार व्यवसायको क्षेत्रमा हुनेहरूका लागि विशिष्ट व्यक्तित्वहरूबाट आज हौसला प्राप्त गर्न सक्ने तपाईँका कारोबारहरू आज बढी मात्रामा हुन सक्ने दिन पनि रहेको छ। पहिले गरेको लगानीको क्षेत्रबाट पनि सफलता प्राप्त गर्न सक्ने दिन रहेको छ। अपराह्न पछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गर्दाखेरि आर्थिक कारोबार बढ्न सक्ने दिन रहेको छ भने विद्यार्थी वर्गहरूका लागि समय अनुकूल रहनेछ। प्रेम र दाम्पत्य सम्बन्धबाट पनि राम्रो साथ सहयोग अनुभूति गर्दै बढ्न सक्ने र आफ्ना आफन्त परिवारजनसँग आज पारिवारिक रूपमा एकजुट भएर बढ्न सक्ने दिन रहनेछ। शुभ अङ्क 1, शुभ रङ गुलाबी, शुभ दिशा पूर्व। ओम विनायकाय नमः। यो मन्त्रलाई 10 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। क्याप्रिकन मकर राशि हुने महानुभावहरूका लागि भने आज तपाईँका योजना, तपाईँका महत्त्वपूर्ण महत्त्वाकांक्षी योजनाहरूलाई अगाडि सार्न सक्ने दिन रहेको छ। आज विदेशमा रहेर काम गर्नेहरूका लागि आफ्ना आफन्त परिवारजनसँग भलाकुसारी गर्दा राम्रो हुन सक्ने दिन रहेको छ भने सम्पर्क पनि बढ्न सक्ने दिन रहेको छ। साथीभाइसँग पनि आज भलाकुसारी गर्ने अवसर प्राप्त गर्न सक्ने दिन रहनेछ भने वैदेशिक व्यापार आदिको क्षेत्रबाट तपाईँले लाभांश प्राप्त गर्न सक्नुहुनेछ। आज कतै गएको ऋणहरू आज तपाईँले प्राप्त गर्न सक्ने दिन रहेको छ भने आँटेका काम कार्यहरू सबै पुरा नहुन सक्छन्, तर दैनिकी रूपमा आज तपाईँले पाएका जिम्मेवारीहरूलाई क्रमशः पुरा गर्दै बढ्न सक्नुहुनेछ। तपाईँको आम्दानीमा पनि क्रमशः सुधार हुँदै जान सक्ने दिन रहेको छ, तर पूर्ण रूपमा सन्तुष्टि नमिल्न सक्ने दिन रहेको छ भने आज आफ्नो शरीरको थकान प्रति तपाईँले ध्यान दिएर बढ्नुहोला। आज शरीरलाई तपाईँले आराम दिएर बढ्नु आवश्यक पनि देखिएको छ भने व्यवसायी वर्गहरूका लागि लगानी बढाउनु पर्ने परिस्थिति सृजना हुन सक्ने दिन रहेको छ। आज कतै यात्रा गर्दै हुनुहुन्छ भने यात्रा चाहिँ थोरै खर्चिलो बन्न सक्ने दिन हो। अपराह्न पछिको समय सबै कुरामा सुधार आउन सक्ने, मन खुसी हुँदै बढ्न सक्नेछ। शुभ अङ्क 3, शुभ रङ पहेँलो, शुभ दिशा उत्तर। ओम श्री वास्तवाय नमः। यो मन्त्रलाई 19 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। आजको दिन शुभ रहोस्, शुभ बन्न सकोस्।
एक्वारियस कुम्भ राशि राशि हुने महानुभावहरूका लागि भने आज दैनिकी काम कार्य जिम्मेवारीहरूलाई तपाईँले पूरा गर्दै बढ्न सक्नुहुनेछ भने काम गर्ने शैलीले विशिष्ट व्यक्तित्वहरूलाई आज प्रभावित तुल्याउन सक्ने दिन रहेको छ। सामाजिक र धार्मिक जिम्मेवारीहरूलाई तपाईँले वहन गर्नुपर्ने अवस्था पनि आइपर्न सक्ने दिन रहेको छ। सांस्कृतिक कार्यहरूमा संलग्न भएर बढ्ने अवसर प्राप्त गर्न सक्ने दिन रहेको छ भने आज नयाँ परियोजनाहरू पनि बन्न सक्ने दिन रहेको छ। तपाईँले थोरै प्रयास गर्दा पनि राम्रा कामहरूलाई सम्पादन गर्न सकिनेछ भने आजको दिन तपाईँको व्यावसायिक क्षेत्रबाट आम्दानी बढाउन सकिनेछ। तर आकस्मिक रूपमा केही खर्च बढ्दिन सक्छ कि ती कुराहरूमा थोरै ध्यान दिएर बढ्ने कोसिस गर्दा राम्रो हुनेछ। आज सकारात्मक सङ्गतहरू बढ्न सक्ने दिन रहेको छ, तर थोरै ईर्ष्यालु व्यक्तिहरू पनि नजिकिन सक्नेछन्। ती व्यक्तिहरूबाट टाढा रहने कोसिस गर्दा नै तपाईँका लागि राम्रो हुनेछ। व्यवसायी वर्गहरूले लगानीको प्रतिफल प्राप्त गर्न सक्नेछन्। अपराह्नपछिको समय भने धेरै खर्चका कुराहरूमा, कारोबारका कुराहरूमा विचार पुर्याएर बढ्ने कोसिस गर्नुहोला। खानपिन जस्ता कुराहरूमा पनि साँझको समयपछि ध्यान दिनु आवश्यक रहेको छ। प्रेम र दाम्पत्य र पारिवारिक सम्बन्धबाट पनि राम्रो साथयोग अनुभूति गर्न सकिनेछ। शुभ अङ्क 2, शुभ रङ सेतो, शुभ दिशा पश्चिम। ओम गङ्गाय नमः यो मन्त्रलाई 23 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। पाइसेस मीन राशि हुने महानुभावहरूका लागि भने विशेष अपराह्नपछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गरे तापनि तपाईँका लागि समग्र दिन फलदायी नै देखिएको छ। केही घरायसी महत्त्वपूर्ण जिम्मेवारीहरूलाई भने तपाईँले पुरा गर्न सक्ने दिन हो। आफ्नो घर परिवार, आफन्त, परिवारजनसँग भने आज नजिकपन बढाउन सक्ने दिन रहेको छ। आज कार्य व्यवसायिक क्षेत्रमा सानो सानो प्रयासले पनि राम्रो लाभांश उठाउन सक्ने दिन रहेको छ भने आज कार्य सफलता प्राप्त गर्न सक्ने दिन रहेको छ। आज तपाईँले कुनै पनि रूपमा केही शुभ सूचनाहरू प्राप्त गर्न सक्ने दिन रहेको छ। पारिवारिक रूपमा धार्मिक कार्यहरूमा जुट्ने अवसर प्राप्त गर्न सक्ने दिन पनि रहेको छ। तपाईँबाट आज केही उदाहरणीय कामहरू बन्न सक्ने दिन पनि रहेको छ। आफ्ना जिम्मेवारीहरूलाई समयमै पुरा गर्दै बढ्न सक्ने दिन हो। धन आर्जनका नयाँ नयाँ स्रोतहरूलाई फेला पार्न सक्ने दिन रहेको छ। आज आफूभित्र रहेको क्षमताको सही सदुपयोग गर्दै बढ्न सक्ने दिन रहेको छ भने आज सामाजिक कार्यहरूमा जुट्नुपर्ने अवस्था पनि देखिएको छ। व्यवसायी वर्गहरूका लागि भने लाभ प्राप्त गर्दै बढ्न सक्ने दिन हो। अपराह्नपछिको समय चन्द्रमाले राशि परिवर्तन गर्दै गरे तापनि आर्थिक लाभ प्राप्त गर्दै बढ्न सकिनेछ। विद्यार्थी वर्गहरूका लागि समय अनुकूल रहनेछ। शुभ अङ्क 1, शुभ रङ नीलो, शुभ दिशा दक्षिण। ओम नवदुर्गाय नमः यो मन्त्रलाई 23 पल्ट जपेर दिनको सुरुवात गर्नुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। स्क्रिन यो त भयो चन्द्रमाको गोचर भेदको आधारमा तयार पारिएको राशिफल। अब हामीले भनेका कतिपय कुराहरू मिल्छन् र कतिपय कुरा नमिल्न पनि सक्छ। तपाईँहरूले राशिफल सुनेर दिनको मूल्याङ्कन गरेर शुभ अशुभ समयलाई ख्याल गरेर अगाडि बढ्नुहुन्छ भने तपाईँको दैनिकी जीवनलाई राम्रो बनाउनका लागि अवश्य मद्दत पुग्नेछ। तपाईँहरूको दैनिकी जीवन राम्रो बितोस्, आजको दिन शुभ रहोस्। म प्रस्तोता ज्योतिषी मनोज अधिकारी आजको प्रस्तुतिबाट बिदा लिन चाहन्छु। जय श्री हरि, जय श्री कृष्ण।